सम्पूर्णलाई सजिना लामा गुरुङ ब्लगमा स्वागत छ। सो आज चाहिँ मदर्स डे, मेरो तर्फबाट सबैजनालाई ह्याप्पी मदर्स डे। सो आज चाहिँ हामी आमा औँसीको दिन के दिनुभयो तपाईँहरूले थाहा भएन, मैले चाहिँ केही पनि दिएकै छैन, अझैसम्म दिन पनि सकेको छैन। सो अब भ्लग कन्टिन्यू गर्छु। आजको दिन आज मनाइन्छ होला, यताउति मनाइन्छ होला। अनि सङ्ग्रहालय जान्छौँ हामी, सङ्ग्रहालय जान्छौँ। सो अहिले चाहिँ हाम्रो सोल्टी आउँदै हुनुहुन्छ, मम्मीको बधाई, मेरो मामाको छोरा सोल्टी पर्छ। सो अब अहिले चाहिँ हामी भ्लग कन्टिन्यू गर्छौँ है त। सो साथी, अहिले चाहिँ म आमा औँसीको लागि रेडी भइसकेको छु। म अहिले चाहिँ लुङ्गीमा छु। अहिले चाहिँ आइपुग्दा लगाएको थिएँ, अहिले म लुङ्गीमा छु। के मेरो आउटफिट अफ द आमा औँसीको धेरै अहिले राम्रो देखेको छैन, अहिले देखाउँछु। अनि बजार गएर केक लिएर आएर अनि अहिले हामी अब सबै रेडी सेडी मेकअप सबै हल्का हालेर जानलाई रेडी भइरहेको छौँ। मम्मी अनि यहाँ ठुलो मम्मी आइपुग्नु भयो आमा औँसी खाना सो अब हामी चाहिँ अब बुजी घर जानु लाग्यो। बुजी घर जानको लागि रेडी छौँ। अब सामानहरू बोकेर केक लिएर आइसक्यो, केक त्यहाँ छ। अनि अब हामी जान्छौँ। मैले चाहिँ आज लुङ्गी लगाएको छु। सो अब चाहिँ एकैचोटि बुजी घर जाऊँ ल। सो साथीहरू, अहिले चाहिँ हामी यहाँ बुजीको घर आएर बसिरहेको छौँ। यहाँ आमा पार्टीहरू हेर्न सक्नुहुनेछ। सब आफ्नो सबै रेडी हुँदैछन्। यहाँ हाई गर्नु न। सबैजना यता हेरौँ न, सबै यता गएर हाई गर्नु न। यहाँ को भाइ ब्लग हेर्नु न, मैले ब्लग सब्सक्राइब गरिदिनु भन्नु न। सब लेजेन्ड छ फेरि यहाँ। कान्छी छ्यामा, जेठी छ्यामा, आज यहाँ त सबैभन्दा जेठी छ्यामा, सबैभन्दा जेठी ठुलो मम्मी। कता गयो ठुलो मम्मी? अर्को खोइ ठुलो मम्मी जस्ट इग्नोर गर्नु होला हाम्रो छ्यामालाई। अब हामी चाहिँ यहाँ सबै केक सेक काटेर अनि हामी सङ्ग्रहालय घुम्न जान्छौँ। सङ्ग्रहालय जाने होइन र? सङ्ग्रहालय जान्छौँ। सो अब हामी केक काट्छौँ। केक काटेको हजुरहरूलाई देखाउँछु, त्यसपछि हामी सङ्ग्रहालय गएको पनि देखाउँछौँ। ओके छ त बाई। सो साथीहरू, अहिले चाहिँ हामी केक काट्ने तयारीमा छौँ। यो चाहिँ मैले लिएर आएको केक, यता छ्यामाले लिएर आएको केक। यो चाहिँ मैले छ्यामा पार्टी आमा पार्टीहरूले ल्याएको, यो चाहिँ छ्यामाको मम्मीलाई हल्का फुल्का। यहीँ त होला नि, यहीँ राख्ने। लु पहिला बुजीलाई दिनु न तपाईँहरूले, त्यसपछि म दिन्छु। ए भगवान्, त्यस्तो नबोल्नु। अनि यहाँ चाहिँ हाम्रो बुज्यू हेलो गर्नु न, बुज्यू हात हल्टाउनु न बुज्यू। ए यता 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 हाम्रो बुज्यू। अनि यहाँ बाजे केही शब्द बोल्नु न, केही शब्द बोल्नु न। यही हो, ठिक छ। ल अब चाहिँ हामी केक काट्ने तयारीमा छौँ। राखिदिउँ है, यहाँ किन बोकिरहनु। अब हामी चाहिँ केक काट्ने तयारी। यहाँ मोबाइल
नसक्दो छ यहाँ अब चाहिँ हामी केक काट्ने तयारीमा छौँ यो घाँटीमा के बान्नु भन्दै सोच्नु भएको होला यो चाहिँ रिबन हो केकमा बान्नुको लागि यहाँ सबै छन् अब एकैचोटि अब हामी हजुर अब लाइन लाएर जेठी माइली साइली सबै लाइन लाएर यहाँ भोजन गर्नु चाहिँ अगाडि ल अब हामी केक काट्छौँ त्यसपछि अनि हामी सँगैले जान्छौँ खानासाना खाएर जेठी जेठी माइलीहरू ल भन्नु त यहाँ को हो सबैभन्दा जेठी अगाडि तपाईँ हो जेठी म त हाँस्नु बनाएको ल भन्नु त म जेठी भन्नु न सबै तपाईँ तपाईँ माइली साइली तपाईँ म कैली छोरी हो तपाईँ नमस्ते म शैली छोरी हो तपाईँ कान्छी छोरी हो ल है त ल सुरु काटौँ अब बुजुको छोरी है सबैजना लु है छोरो कता गयो ताली ह्यापी मदर्स डे ए चुरा देखा न यार हामीलाई ल यहाँ सबैले काटे कता गयो काटे जस्तो काट्या ल काटौँ काटौँ काट काट काटे काटे वाह गराउँदा ल भिको ओइ फोटो नखिच्दियो बस काटे काटे साटे साटे लायो लायो हाल्यो हाल्यो ल हामीलाई गइदिए अब नराख नहाने नि त लु सबैभन्दा कता गयो के गरे हेर त्यस्तो सबै अजिब अजिब छ मान्छेहरू यहाँ फेरि हामी भनेकोले गाली हो के भने मायाको चिनो निरामा सिकिनेर ल्याइदियो त्यसै नै गरिदिनु हुन्छ छ्यामा त अजिब ल भयो ल मेरो पालो अब यो बात ल मेरो गरिदिनु है मेरो पाली तपाईँहरू खाएर म यही काटेर दिन्छु अहिले त भाजे थियो त है ठिकै थियो नि त सती सारा यो त अहिले खाने लाग्छ बच्चा स्कुल बच्चा एउटा नचाहिँ त एउटा फ्याक्सी चाहिँ लियो यहाँ बुझ्यो न यार भयो धेरै नगर दिदीले बनाएको नि कहाँ जाने त सानो त्यहाँ बसेर खिच्न सबैजना बस न त बस क्या ल्याउन बुझ यार भने यो मनिषालाई किन यहाँ त छ्यामा त खाली भइसक्यो हाम्रो छ्यामा त यहाँ त
हाम्रो पानी सक्यो अब हामीलाई खुवाउने तपाईँहरूले नि मेरो मेरो पालो हो लेखाली बच्चाहरूलाई खुवाइदिनु न अहिले चाहिँ पुरै खाएर केक काट्ने बहाना हो केक खाने चाहना हो मिठो केक त त्योहरू अहिले चाहिँ खानपिन सबै बाजे फिलिली भइसक्यो अब सङ्ग्रहालय जाने भनेको कोही कसो हुन्छ थाहा छैन अनि हामी अब भित्र घरमै छौँ अब सङ्ग्रहालय जाने हो सबै रेडी हुँदैछ लगाउनु नि त लुगा लुगा लाउँछ यहाँ दिदीले दिएको लुगाहरू लगाउनु लाग्यो अरे सबैजना अब हामी चाहिँ आछि कपाल मम्मी चस्मा निकाल्नु त फेरि ग्लासमा हात नहाल्नु है पुसेर राख्यो हामी चाहिँ अब रेडी हुँदैछौँ म त रेडी भइसक्यो मम्मीहरू रेडी हुँदैछ यसो हल्का मेकअप हाल्नु पर्यो खानासाना खाएर खाइसक्यो लिपस्टिक नि Mari cino dawangin ya. No semboro no. अब चाहिँ हामी घरबाट सङ्ग्रहालय जानलाई निस्किसक्यौँ झालिगा भयङ्गा दिदी चाहिँ कान्छी खेल्दैछन् हेलो कति राम्रो देखेको हाँसेको हाँसेको सेम भेना देखेको के यो आमा यो छोरी म चाहिँ छ्यामा यहाँ छ्यामाहरू नि रेडी हुँदै हामी उकालो चढ्यौँ कान्छी छ्यामा कहाँ गयो ए कान्छी क्यान कान्छी याङ भनेर बोलाउँछ है हामीले चाहिँ फेरि अब हामी सङ्ग्रहालय जाँदैछौँ गाइस त्यहाँहरू यस्तो यस्तो गर्दै हिँड्ने उकालो चढ्दैछौँ हामी ब्याग बोकेर लुङ्गी लाएर अब हामी एकैचोटि सङ्ग्रहालय पुगेपछि हजुरलाई देखाउनेछ हाई गर्दै सानो हाई गोर्खा भन्छ
हामी चाहिँ सबै छ्यामा पार्टी मम्मी पार्टी आमा पार्टी छौँ सबैजना दिदी बहिनी पार्टी छौँ अझै दुईवटा छ्यामा एउटा छ्यामा एउटा ठुलो आएन बुजू आएन बाजे आएन बुढाहरू आएन सानो भाइ त्यहाँ आइरह कोद्रो घिन्छ अब हामी हाम्रो उकालो जान्छौँ साथीहरू सो अहिले चाहिँ हामी चटपट चोकाइसकेको छौँ हामी यस्तरी हिँडिरहेको छौँ यहाँ मान्छेहरू पनि आएको छ धेरै नै आज आमा औँसी भएर लु त्यो नानी हेर्नु कति क्युट छ मेरो दिदीको छोरी हो ब्यारिक छ हामी अब हिँड्दैछौँ काकीको चप्पल लगाएर आएको खुट्टा दुखाएर म त मर्नु पो लाग्यो सो साथीहरू अहिले चाहिँ हामी ठ्याक्क प्रवेश गेटमा आइसकेको छौँ जानुपर्ने हुनेछ यो चप्पल लगाएर आएको यो चप्पल लगाएर आएको खुट्टा दुखेर आमा यो पृथ्वीनारायण शाहको मूर्ति अनि साथीहरू अहिले हामी भित्र पसिसकेको छौँ यस्तो छ भित्रको दृश्य हेर्न सक्नुहुनेछ भित्र जाने हो र हामी भित्र जाने त होइन हो र माटो नै ngay ब्याग हो कोही ngay ब्याग हो सुरु हो म पुरा थामी छुङछुङ ngay ब्याग के भन्यो रे यस्तो गाली गरे ब्याग हरायो भनेर आफै ब्याग बोकेर ब्याग हरायो भने कराउँदै हिँड्छ मान्छे पनि कति धेरै रहेछ अहिले बन्द गरेकोलाई साथीहरू यस्तो छ दृश्य बोलाउन आउन नपरोस् नि हामी खुट्टाले हिँड्न हामी अमिर हामी आमामा कति दामी फुल हो यहाँ र्यागिङ गर्नमा दुईजनासँग सिक्नुपर्छ यस्तो छ बाटो हेर्नुहोस् यहाँ दुईजना चाहिँ एकदम हावा हुनुहुन्छ अहिले हामी चाहिँ यहाँ पृथ्वीनारायण शाहको यस्तो वाला मूर्तिमा आइसकेको छौँ हामी यस्तो दामी बाटो अब हामी चाहिँ यहाँबाट यस्तो जान्छौँ म तपाईँहरूलाई मूर्ति देखाइदिन्छु ल हामी यहाँ माथि जान्छौँ यहाँबाट मोबाइल एकदमै हल्लिन्छ मलाई मोबाइल अहिले नहल्लाइकन बना भन्छ कसरी बनाउने मलाई म सक्दिनँ बनाउन मोबाइल नहल्लाइकन यहाँ फुलहरू हेर्नुहुन्छ ओ यहीँ यस्तोवाला मूर्ति त्यो हाम्रो पृथ्वीनारायण शाहको मूर्ति हो यो अनि यता हाम्रो गोर्खा बजारको दृश्य सबै त बजार छ अनि यहाँ माथि हामी म एउटा टिकटक बनाउँछु अब अहिले साथीहरू हामी चाहिँ सौरालाई घुमेर पनि निस्क्यौँ सबै छ्यामाहरू चाहिँ गइसक्यो हामी तिनजना मात्रै बाँकी छ अब तिनजना मात्रै बाँकी भयो जान्छौँ अब हामी मान्छे नि कति धेरै आउँदो रहेछ बेसी खुट्टा दुख्या साथीहरू चप्पल खोलेर हिँड्न भने नि भएन कहाँ जाने र बिचो आमाहरू भेट्न आउने भनेर पानी आएर पानी परेर म
मम्मी पानी आयो भनेर ए पऱ्यो होला है माथि त सायद यहाँ चाहिँ एउटा नयाँ क्याफे खोलेको छ भाइरल क्याफे रे भाइरल क्याफे हामी चाहिँ अहिले यहाँ त्यो माथि सङ्ग्रहालय गएर पनि सङ्ग्रहालय गएर आयौँ होइन अनि यहाँ पानी पर्न लागेको छ साथीहरू हेर्नु अहिले यस्तो भयो क्या दामी देखेको या गाडी आयो नि गाडी आयो हामी त यता र उता भयो यस्तो क्या दामी भन्दै देखाउँदै हिँडेको कस्तो गाडी आयो त यार यहाँ मन्दिर पनि छ एउटा यस्तो देख्न सक्नुहुनेछ मैले भिडियो बनाउनु दिएको के बनाएँ थाल्दिएँ मैले ठुलमम्मीले बनाइदिन्छ भन्नुभयो तर भयो किन दुःख दिइराख्ने ठुलमम्मीको पारा नि उस्तै हो फेरि पछि आउँछ हो आउँछ के थाहा आएन भने नि फेरि खुट्टा दुखेर मर्न लाग्छ गाइजहरू यहाँ फेरि यस्तो दामी ठाउँ आयो यहाँ पनि फेरि हरियाली हरियाली घाँसहरूमा हामी हिँडिरहेको छौँ बाटो यस्तो छ यार गोर्खा बजार के हो यस्तो गोर्खा बजार श्यामा भयो अहिले गोर्खा बजार के हो यस्तो गोर्खा बजार सो अब हामी एकैचोटि घर पुगेपछि तपाईँहरूलाई देखाउने छौँ बाई बाई सो साथीहरू अहिले चाहिँ घर आएर पनि बसिसकेँ लाइन छैन रहेछ घरमा पानी परेर भिजेर लुगासुगा चेन्ज पनि गरेर बसिसकेँ सो हजुरहरूको आमा औँसीको दिन कस्तो भयो हाम्रो चाहिँ यस्तै भयो रमाइलो नै भयो बिजोको रमाइलो पनि भयो यति भन्दै बिदा हुन चाहन्छु हस् त धन्यवाद हजुरहरूको दिन शुभ रहोस्